हेलो तिमीले एउटा सानो डेयर दिन्छु ल ओके तिमीलाई थाहा चाहिँ छैन हामीले यो दुईटा हात छ त हाम्रो दुईटा फिङ्गर गालामा राखेर हामी टाउको एकैचोटि यसो गर्न सक्दैन ट्राई गर त यस्तो यस्तो दुईटा अनि बेन्ड गर्न सक्दैन अनि हेलो सर हेलो हजुरलाई म एउटा डेयर दिन्छु गर्नु ल ओके हजुरले यो हजुरको औँला छ त यो दुईटै औँला एकैचोटि गालामा राखेर हजुर यसो गर्न सक्नुहुँदैन ट्राई गर्नु त दुईटै औँला यो एउटा औँला यो एउटा औँला चाहिँ यहाँ राखेर के यसो गर्नु त थ्याङ्क यू ओके हेलो तिमीलाई एउटा सानो डेयर दिन्छु ल तिमीलाई थाहा चाहिँ छैन हामीले यो दुईटै औँला छ त दुईटै गालामा राखेर हामीले एकैचोटि टाउको यसरी बेन्ड गर्न सक्दैन ट्राई गर त यस्तो अनि बेन्ड गर्न सक्दैन अनि हाई रोजन पढिरहेको छ अरे म तिमीलाई एउटा के अरे डेयर दिन्छु गर ल त ल तिमीलाई थाहा चाहिँ छैन तिमीले यो हात छ त हाम्रो हात दुईटै हात यसरी फिङ्गर गालामा राखेर यसरी टाउको बेन्ड गर्न सक्दैन नि गर त ल क्युडी सिडी के भन्नु होला थाहा भइसक्यो मैले गर्दिनँ म त्यस्तो चाहिँ अब डेयर उ त केटीहरूलाई भन्छ हेलो तिमीलाई एउटा डेयर दिन्छु ल म ओके तिमीलाई थाहा छ कि छैन हामीले हाम्रो यो हात छ त दुईटै औँलालाई यसो गरेर गालामा दुईटै गालामा राखेर एकैचोटि टाउको यसरी बेन्ड गर्न सक्दैन ट्राई गर त यता ढल्काउनु सक्दैन अनि उसले बुझेन थ्याङ्क यू ट्राई गर त के रो 네 기트이 돼요 하니